अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार फर्किएसँगै विदेशी विद्यार्थीहरूलाई लिएर कडा कदम चालिएको छ। न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प सरकार बनेको 100 दिनभित्र 4000 भन्दा बढी विदेशी विद्यार्थीहरूको भिजा रद्द गरिएको छ। विद्यार्थी भिजा रद्द मात्र होइन, केही विद्यार्थीहरू हिरासतमा पनि राखिएका छन्। केहीलाई उनीहरूको देश फर्काउन प्रक्रिया अगाडि बढाइएको छ। ट्रम्पले चुनावका बेला विदेशीहरूप्रति कडा नीति अपनाउने घोषणा गरेका थिए, त्यसलाई व्यवहारमा उतार्न थालेका छन्। रिपोर्ट अनुसार धेरैजसो कारबाही त्यस्ता विद्यार्थीहरूप्रति लक्षित छ जो क्याम्पसभित्र प्यालेस्टाइनप्रति समर्थन जनाउँदै प्रदर्शनमा सहभागी भएका थिए। ट्रम्प प्रशासनका अधिकारीहरू शून्य सहनशीलताको नीतिमा काम गरिरहेका छन्, जस अनुसार कुनै किसिमको गल्ती सही नहुने बताइएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विद्यार्थी भिसा अधिकार नभएर विशेष अधिकार भएको स्पष्ट पारेका छन्। विदेशी विद्यार्थीलाई अध्ययन गर्न अनुमति दिइन्छ, प्रदर्शन र अस्तव्यस्त गर्न उनले अधिकार नभएको बताएका छन्। विदेशी विभागका एक वरिष्ठ अधिकारीका अनुसार भिजा रद्द गरिएका 90% विद्यार्थीहरूमाथि आपराधिक आरोपहरू लगाइएको छ, जसमा आगजनी, मानव तथा वन्यजन्तु तस्करी, घरेलु हिंसा, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी तथा बालबालिकालाई खतरा पार्ने जस्ता गम्भीर मुद्दा समावेश छन्। 500 भन्दा बढी विद्यार्थीहरूमाथि आक्रमणको आरोप समेत लगाएको बताइएको छ। यी घटनाहरूको अनुसन्धान गर्न विशेष कार्यदल गठन गरिएको छ, जसले गृह सुरक्षा विभागसँग मिलेर काम गरिरहेको छ। सरकारले साना मुद्दाहरूमा भिजा रद्द नगरेको बताउँदै गम्भीर मामिला मात्रै लक्षित गरिएको बताएको छ। आगामी दिनमा विदेशी विद्यार्थी मात्र होइन, अन्य भिजामा पनि कडाई गरिने सङ्केत अमेरिकी अधिकारीहरूले दिएका छन्।